सम्पूर्णमा नमस्कार। आज मैले छोटो इन्फर्मेसन लिएर आएको छु। इन्फर्मेटिभ भिडियो हो। अहिले पछिल्लो समय सूत्र रेभिन्यू मोडुलमा चाहिँ कपिरेट नभइराखेको अवस्था र कपिरेट नहुँदाखेरि धेरै पालिकामा काम गर्ने सर म्याडमहरुमा चाहिँ अलिकति कन्फ्युज के भयो भने कपिरेट नहुँदा बित्तिकै हामीले सबै आर्थिक एन फेरि हामीले हाल्ने हो कि सेटअपदेखि हामीले हालेका विवरणहरू सबै प्रविष्टि गर्ने हो कि भन्ने विषयमा धेरै कन्फ्युज भइराख्नु भएको छ। त्यो विषयमा मैले छोटो इन्फर्मेसन लिएर आएको छु। अब यहाँनिर तपाईहरुले एउटा कुरा के बुझ्नुस् भनेदेखि नि तपाईहरुले सेटअपको काम केही पनि गर्नु पर्दैन। अघिल्लो आर्थिक वर्ष अथवा त्यो भन्दा अघिल्लो 2-3 वर्षमा जुन तपाईहरुले काम गरिराख्नु भएको छ त्यो आर्थिक एनमा सेटअपमा गरेका एजिटिज कुराहरू जेको त्यो रहिराख्छन्। त्यो हुँदाखेरि तपाईले सेटअपमा काम गर्नु पर्दैन। यद्यपि यो आर्थिक वर्षमा नयाँ केही कुराहरू थपिएका छन् भने त्यो सेटअपमा गर्नुपर्ने हुन्छ। नभए अघिल्लो आर्थिक वर्षको जेको त्यो हो भने यो आर्थिक वर्ष तपाईहरुले सेटअपमा केही पनि काम गर्नु पर्दैन। तर तपाईहरुले कुनै पनि राजस्व सहायक क्रियाकलापको तपाईहरुले के गर्दै हुनुहुन्छ, दर सेटअप गर्दै हुनुहुन्छ, आधार सेटअप गर्दै हुनुहुन्छ भने कम्तीमा एक पटक आएर सेटअपको राजस्व सहायक क्रियाकलापको संकेतमा आएर यहाँनिर राजस्व वर्ग के छ र लगती हो होइन के छ यो कुरा चाहिँ हेर्दिनु होला। यो बाहेक अन्य कुराहरू तपाईले सेटअपमा केही गर्नु पर्दैन। कुरो आयो अब वार्षिक सेटअपको। वार्षिक सेटअपमा पनि तपाईहरुले जस्तै जग्गा मूल्याङ्कन र भवन मूल्याङ्कनको कुरा छ। यदि जुन पालिकामा सम्पत्ति कर छ, जग्गा मूल्याङ्कन गर्नुभएको छ, भवन मूल्याङ्कन गर्नुभएको र राजकट्टी गर्नुभएको छ भने तपाईले जग्गा मूल्याङ्कन, भवन मूल्याङ्कन र राजकट्टी गर्नुपर्ने हुन्छ। यसको लागि तपाईले यहाँनिर गएर अरु कुराहरू हेर्नुस् है। तपाईले जग्गा मूल्याङ्कनका आधार यो के हो आधार सेट गर्नुहुन्छ र दर रेट चाहिँ राख्नुहुन्छ है। यहाँनिर गएर तपाईले दर रेट चाहिँ प्रविष्टि गर्नुहुन्छ। तर जस्तै वार्ड नम्बर 1 कच्ची सडक मोटर बाटोसँग जोडेको जग्गा यिनी विवरणहरू जति राख्नु भएको छ नि यो सबै त तपाईले के गर्नु भएको सेटअपमा गरेर राख्नु भएको। यो सडकको विवरण राख्नु भएको छ, सडक बाटोको किसिम राख्नु भएको छ नि। यिनी कुराहरू तपाईले अहिले केही पनि प्रविष्टि गर्नु पर्दैन। पहिला जे प्रविष्टि गर्नु भएको छ त्यो एजिटिज चाहिँ यो आर्थिक वर्षमा आउँछ नै अटोमेटिकली। कपिरेट नगरे तापनि कपिरेट गरे तपाईले सेट गरेको कपी दर आउने हो भनेको रकम आउने हो। यो आर्थिक वर्ष रकम तपाईले आफै प्रविष्टि गर्नुपर्ने हुन्छ। भनेको यहाँनिर चाहिँ यसमा चाहिँ यो के हो त प्रति आना कति हो भनेर हाल्नुहुन्छ। भवन मूल्याङ्कनको आधारमा जानुहुन्छ। यहाँनिर गएर पनि यो भवन मूल्याङ्कनको आधार सेट गर्नुहुन्छ। त्यसपछि आएर दर रेट राख्नुहुन्छ। यहाँनिर आएर दर रेट सेट गर्नुहुन्छ। राजकट्टी यो वर्ष पनि तपाईहरुले सेट गर्नुपर्ने हुन्छ। यहाँनिर मैले तपाईलाई विनम्रताका साथ एउटा अनुरोध के गरे भने राजकट्टी एकचोटी सेभ गरिसकेपछि फेरि एडिट गर्न पाउनु हुँदैन। त्यसैले यहाँनिर इज क्युमुलेटिभ भनेको छ। क्युमुलेटिभ हो कि होइन, क्युमुलेटिभ हो भने के स्टेट लाइन मेथड हो कि डिस्क्रिमिनेसन मेथड के मेथड हो तपाईले एकदम होशियार भएर एकचोटी इन्ट्री गर्नु होला। र एकचोटी यहाँनिर विवरण सेभ गरिसकेपछि तपाईले जे एडिट गरे पनि पहिलोचोटी जे विवरण सेभ भएको छ त्यही विवरण नै फाइनल विवरण हुन्छ। तसर्थ राजकट्टी अलिकति सिरियस नै भएर काम गरिदिनु होला। अब कुरो आयो तपाईले यो आर्थिक यो वर्ष गर्नै पर्ने विशेष यिनी कुराहरू त सबै पालिकालाई नहोला। जसको सम्पत्ति कर लागू गर्नुभएको छ, जग्गा मूल्याङ्कन छ, भवन मूल्याङ्कन छ उहाँहरूले गर्नु होला। तर सबै पालिकाले गर्ने कमन कुरा भनेको करका दरको आधार हो। यहाँनिर जानुहुन्छ तपाईले। यहाँनिर मैले तपाईलाई विनम्रताका साथ अनुरोध के गरे भने अघिल्लो आर्थिक वर्षमा तपाईले यही करका दरको आधार सेटअप र माप चाहिँ बिगारेको कारणले करका दरको आधार बिगारेको कारणले यो वर्ष तपाईहरुले कपिरेट नगर्नुस् भनेर हजुरहरूलाई अनुरोध गरिएको हो। र यहाँनिर तपाईले विशेष ख्याल गरिदिनु होला। जस्तै सम्पत्ति कर लिँदै हुनुहुन्छ भने सम्पत्ति करमा हामीले के कसो हो भनेर यहाँनिर आधार सेट गर्ने, मूल्याङ्कन सेट गर्ने, यहाँनिर फर्मुलाहरू लाउने कुराहरू ख्याल गरिदिनु होला है। अनि अर्को भनेको जस्तै भूमि मालपोत कर लिँदै हुनुहुन्छ भने त्यो कुरा पनि ख्याल गरिदिनु होला। यो आधारहरू रुल लगाउने विषयमा यहाँनिर एकदम चनाखो हुनु होला। मैले अर्को कुरा तपाईले यिनी कुराहरू एजिटिज कमनै भए। यदि तपाईले चाहिँ के गर्दै हुनुहुन्छ व्यवसाय गर्दै हुनुहुन्छ नि व्यवसाय करमा पनि रजिस्ट्रेसन के छ यिनी कुराहरू सेटअप गर्ने कुराहरू कमनै भए। यदि व्यवसाय रजिस्ट्रेसन लिँदै हुनुहुन्छ नि व्यवसाय दर्ता भनेको त हामीले पहिलो वर्ष लिन्छौँ। तपाईले त्यहाँनिर यहाँनिर गर्नु पर्यो वर्ष अनुभव लेस इक्वल टु अथवा लेस जे लेखे पनि त्यहाँनिर 1 भनेर यसरी लेख्नु पर्यो है। यो कुरा चाहिँ ख्याल गर्ने। यो फर्मुला लाउने विषय यदि फर्मुला लगाइदिनु भएन भने यो सबैलाई कमन जान्छ क्या है। तपाईले वर्ष अनुभव लेस देन 1 राखिदिनु भयो भने त 1 वर्षभन्दा कमकोलाई मात्र रजिस्ट्रेसन आउने भयो, त्यो भन्दा अर्कोलाई आउने भएन नि। जस्तै यहाँनिर तपाईले करका दरको आधारमा जे चीज सबै आम करदातालाई कमन रूपमा जाने हो। जुन लगती क्याल्कुलेट गर्नुहुन्छ लगती क्याल्कुलेट गर्दा आम करदातालाई कमन हुने चीज चाहिँ तपाईले कुनै पनि फर्मुला नलागाए नि भयो। तर त्यसै कुनै स्पेसिफिक हो के एक्जाम्पलको लागि मैले जस्तै घ वर्गको इजाजत पत्र नवीकरण दस्तुर भनेर राख्नु भयो। त्यो घ वर्गको इजाजत पत्र नवीकरण दस्तुर कसले तिर्छ? व्यवसायले तिर्छ। हामीले त्यसलाई के गर्यौं व्यवसाय मात्र भनेर सेट गर्यौं भने के हुन सक्छ त्यो भए जतिका चाहिँ व्यवसायलाई चाहिँ के गर्छ
घ वर्गको इजाजत पत्र नवीकरण दस्तुर इक्जाम्पलको लागि यो भए जतिको व्यवसायलाई चाहिँ के गर्छ भने यसले एप्लिकेबल गर्छ क्या। अब त्यो भइसकेपछि तपाईले यदि लगती होइन भनेर राख्नु भएको छ भने त मतलबै भएन। यदि लगती हो भनेर राख्नु भयो भने त भए जतिको चाहिँ व्यवसायलाई एकैचोटि के हुने भयो, जानी भयो नि त। त्यसले गर्दा के हुन्छ, त्यो भए जतिको हुँदै नभएका, जस्तै किराना पसलले घ वर्गको इजाजत पत्र नवीकरण दस्तुरको लगती देखाइरहेको छ, फार्मेसीलाई लगती देखाइरहेको छ, होटललाई घ वर्गको इजाजत पत्र नवीकरण। यदि त्यस्तो अवस्था हो भने नि तपाईले के चाहिँ गर्नु पर्यो भनेदेखि, जस्तै इक्जाम्पलको लागि त्यो हो भने तपाईले यहाँनिर छनौट गर्दाखेरि तपाईले यो चाहिँ तपाईले सेट गर्दै गरेको राजस्व सहायक क्रियाकलाप कसलाई हो त, यहाँनिर हेर्नुहोस् त, राजस्व समूह व्यवसायको समूह छ, उपसमूह छ। तपाईले कहाँनिर तपाईले इक्वल टु घ वर्गको भनेर चिनाउनु भएको छ नि, त्यहाँनिर जस्तै क वर्गको यस्तो छ नि, यहाँनिर गएर त्यो व्यवसायलाई मात्र हो अथवा यो समूहलाई हो या उपसमूहलाई भनेर यस्तो ख्याल गरिदिनु होला। तपाईले अहिले हामीले फर्स्ट फेजमा छौं, यसको लागि थप मैले अन्य चाहिँ अलि विस्तृत रूपमा भिडियो लिएर आउने छु। अहिले संक्षिप्त जानकारीको रूपमा मैले के गरेँ भने तपाईहरुलाई तत्काल राजस्व सेटअप गर्न मिल्ने गरी एकदम आवश्यक पर्ने विषयलाई मात्र तपाईहरु जुन कुरामा कन्फ्युज हुनुहुन्न त्यो विषय र सबै करदातालाई कमन हुने विषयलाई मात्र यहाँनिर गएर करका दरको आधार सेट गर्नु र यहाँनिर गएर करका दर सेटअप गरिदिनु, यति दुईटा काम तपाईले गर्नु नै पर्छ। तर करका दरको आधारमा जुन स्पेसिफिक के जस्तै हुन चाहिँ कमन हो तर स्पेसिफिक हो, जस्तै घ वर्गको इजाजत पत्र नवीकरण दस्तुर त्यो घ वर्गको व्यवसायले तिर्ने हो तर सबै व्यवसायले तिर्ने त होइन नि त, त्यो घ वर्गकोले मात्र तिर्ने हो। यस्तो खालको चाहिँ कन्डिसन होलामा बरु तपाईहरु कन्फ्युज हुनुहुन्छ। यसलाई विस्तृत रूपमा फेरि मैले थप भिडियो लिएर आउने छु, त्यो भिडियोको मा चाहिँ मैले यसको बारेमा जानकारी गराउने छु। अहिले तपाईहरुलाई सबै पालिकालाई कमन हुने गरी जुन चाहिँ कमन करदाता छन् त्यस्तो विषयमा मात्र सेट गर्नु होला, जसलाई तत्काल दर सेटअप नगरेको आधारमा कर काट्न रोकिन्छ भने त्यस्ता विषयलाई मात्र सेट गर्नुस् र जस गर्दा करका दरको आधार र करको दरको सेटअप गरिदिनुस् र भवन मूल्याङ्कन, जग्गा मूल्याङ्कन र लगती गणना गरिदिसकेपछि तपाईहरुले तत्काललाई रसिद काट्न सक्नुहुन्छ। तर त्यसभित्रको स्पेसिफिक करदाताहरू अथवा स्पेसिफिक प्रकृतिको चाहिँ करहरूको लागि के कसरी सेट गर्ने भन्ने विषयमा मैले थप अर्को भिडियो लिएर आउने छु, त्यसमा थप जानकारी दिनेछु। अहिले तत्काललाई तपाईले कपिरेट नभएको अवस्थामा हामीले गर्न पर्ने काम के हो त, जग्गा मूल्याङ्कन, भवन मूल्याङ्कन, राजकट्टी, जग्गा मूल्याङ्कनको दर सेटअप, भवन मूल्याङ्कनको दर सेटअप, करका दरको आधार र करका दरको सेटअप, यति कामहरू हामीले गर्नुपर्ने हुन्छ। त्यो बाहेकका कामहरू एज इट इज अघिल्लो आर्थिक वर्ष जे छ त्यो सरासर कपी हुन्छ भन्ने जानकारी राख्दै यो भिडियो धेरैभन्दा धेरै साथीहरूलाई सेयर गरिदिनु होला, ताकि यो 83-83-84 को आर्थिक वर्षको आर्थिक एन्ड सेटअप गर्दा कन्फ्युज भएका साथीहरूले यो विषयमा थप जानकारी पाउनुहुनेछ। सम्पूर्णले यति बेरसम्म भिडियो हेरेर साथ दिनुभयो, सम्पूर्णलाई धन्यवाद। नमस्कार।